सो मैले फेरि पनि तपाईहरुको लागि भनेर कुखुराको एउटा नयाँ अपडेटेड भिडियो चाहिँ लिएर आइसकेको छु। होलिडेहरु आएसँगै चाहिँ हामीले हाम्रो घरमा भएको कुखुराको खोरहरुलाई मेन्टेनेन्स गर्ने गर्छौं, कुखुराहरुलाई कुन ठाउँमा राख्ने भनेर सिट प्लानिङहरु गर्छौं र उनीहरुको घर वरिपरि भने सरसफाईको काम पनि सुरु गर्छौं। तर यसपाली भने मैले त्यो सँगसँगै केही अलग गरेको छु। यसपाली चाहिँ मैले हाम्रो 3 वटा पोथीहरुले ह्याचिङ गर्ने भएको कारणले गर्दाखेरि चाहिँ खोरको स्पेसलाई चाहिँ थोरै बढाउने निलो चाहिँ गरेको छु। र आजको भिडियोमा चाहिँ हामी नयाँ खोरलाई कसरी एक्सप्यान्ड गर्यौं, हामीले कसरी चाहिँ नयाँ खोर बनायौं भन्ने बारेमा चाहिँ कुरा गर्छौं है त। पहिला सुरुमा कुखुरालाई राख्नको लागि भनेर चाहिँ हामीसँग छुट्टै एउटा टिनले बारेको चाहिँ खोर थियो र त्यही खोरको साइडमा भने हाँसलाई मात्रै राख्न भनेर बनाएको एउटा खोर थियो र हामीले हाँस त्यति साह्रो उडेर बाहिर जाँदैन भनेर चाहिँ त्यो खोरलाई माथिबाट बारेको चाहिँ थिएनौं र त्यो खोर बनाउँदाखेरि एकदमै सजिलो प्रकारका बाँसहरु युज भएका थिए जुनमा चाहिँ काँटीहरु ठोक्न भने चाहिँ मिल्थेन। त्यसैले हामीले चाहिँ पहिला सुरुमा त्यो बाँसहरुलाई चाहिँ उक्कायौं र त्यसपछि त्यहाँ चाहिँ एकदमै बलियो काठहरु गाड्नको लागि भने त्यो खाल्टोहरुलाई पनि एक्सप्यान्ड गर्दै गयौं र जब हामीले त्यो खाल्टोहरुलाई अलि ठूलो बनाएर त्यसमा बलियो काठहरु राख्यौं अनि त्यसपछि मात्रै त्यहाँ चाहिँ काँटीहरु ठोक्न मिल्यो, त्यसपछि जालीहरु राख्न मिल्यो र यो चाहिँ आफुलाई एकदमै मनपर्ने हबी भएको कारणले गर्दाखेरि पनि होला मलाई चाहिँ यो काममा एकदमै धेरै मजा र सँगसँगै धेरै क्रिएटिभिटीहरु पनि आइरहेका थिए र सबै कुराहरु बनाउन चाहिँ एकदमै सजिलो भइरहेको थियो। तर यो सबै काममा चाहिँ मलाई थोरै गाह्रो लागेको भनेको चाहिँ ढोका बनाउन हो। र रिसेन्टली मैले चाहिँ डिस्क्रिटको एक्जाम दिएर आएको थिएँ र मेरो माइन्डको कता कता पार्टमा चाहिँ पिजन होल थ्योरी भन्ने कुराहरु चाहिँ घुमिरहेको थियो। त्यसैले मैले ढोका बनाउने बेलामा सोचे यो खोर त एकदमै ठूलो छ, यसको लम्बाइ पनि थोरै लामो छ, अब म यसलाई के गर्छु भने ढोकालाई 2 वटा भागमा चाहिँ पहिला सुरुमा डिभाइड गर्छु। सो डिभाइड गरेको एक साइडमा हुन्छ हामी दाना र पानी हाल्नको लागि मात्रै र अर्को साइडबाट चाहिँ हामी कुखुरालाई भित्र राख्छौं र कहिलेकाहीँ त्यहाँबाट तिनीहरुको फोड निकाल्न पर्यो भने पनि त्यो ढोका चाहिँ काम लाग्ने हुन्छ। सो यसरी चाहिँ मैले आफ्नो होलिडेको सदुपयोग गर्दै आफूले जाने नजानेको सबै क्रिएटिभिटीहरु युज गरेर भने हाम्रो कुखुराहरुलाई राख्नको लागि चाहिँ एउटा खोर तयार पारे। सो तपाईहरुलाई मैले यो खोर तयार पारेको भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न चाहिँ नभुल्नु होला र नेक्स्ट टाइम म फेरि पनि हजुरहरुको लागि एउटा नयाँ भिडियो बनाएर लिएर आउने छु। त्यतिखेरसम्मको लागि चाहिँ गुड बाइ एन्ड ह्याभ अ नाइस डे।